वुदू को तरीका। पवित्रता प्रार्थना को पूर्व शर्त हो। पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम द्वारा सिकाइएको एक विशिष्ट अनुक्रममा शरीरका केही भागहरू धुनुलाई वुदू भनिन्छ। वुदू गर्दा पानी बर्बाद नगर्न भनिएको छ। पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले तपाईं नदीमा भए तापनि पानी संरक्षण गर्न सल्लाह दिनुभयो। चाखलाग्दो कुरा के छ भने वुदू गर्न 250 मिलिलिटर भन्दा बढी पानीको आवश्यकता पर्दैन। आउनुहोस् हेरौँ हामी कसरी पानी बचत गर्न सक्छौँ र प्रार्थनाको लागि पवित्रता प्राप्त गर्न सक्छौँ। बिस्मिल्लाह भनेर अर्थात् अल्लाहको नाममा सुरु गर्नुहोस्। हत्केलासम्म 2 हात धुनुहोस्। मुख कुल्ला गर्नुहोस्। नाक सफा गर्नुहोस्। अनुहार धुनुहोस्। पहिला कुहिनासम्म दाहिने हात धुनुहोस्। फेरि त्यसरी नै देब्रे हात धुनुहोस्। आफ्नो टाउको र कान वरिपरि पुछ्नुहोस्, जसलाई अरबिकमा मसा गर्नु भनिन्छ। गोलीगाँठीसम्म पहिला दाहिने खुट्टा धुनुहोस्, त्यसपछि बायाँ खुट्टा धुनुहोस्। वुदू समाप्त भएपछि 2 गवाहीहरू उच्चारण गर्नुहोस्। प्रार्थनाको आह्वान अर्थात् अजान सुन्न वा कुरानको पहिलो अध्याय सुन्न वा प्रार्थनाका 3 अवस्थाहरू जान्न वा इस्लामका 5 आधारहरू जान्न वा स्नानको लागि चरणहरू जान्न कृपया अर्को बटन क्लिक गर्नुहोस्।